हेलो गाइज, हामी चाहिँ आज माथि चुइङ भन्ने ठाउँतिर छु। हाम्रो साथीहरू खुस्नाले टोकेर पुरै अब हेलमेटले कभर गरिरहेछ। लाग्यौँ गाइज। के छ त गाइज? ओ के हो, घर पनि बनाइसकेको छ। कहिले देख्यौ? हम लोग भी इधर आने वाला है। ओ हाय हाय, कैसे हो गाइज? ठीक बारे मोबाइल अरे बड़े भैया क्या कर रहे हैं आप? अरे गर्मी छ त्यही पनि बहुत ठंडा है इधर। वाह, so guys, इधर का व्यू देखो। गाइजहरु सेल्फी स्टिक अलिक नरहेछ। सेल्फी स्टिक चाहिँ अलिक सानो भयो, बजारबाट ल्याउनलाई अलिक सकिएन। अर्गानिक सेल्फी स्टिक बनाइएको छ। मोबाइलमा मात्र पनि हेर्न अलिक भ्याइँदैन। यहाँ दुलो दुलो छ के, हेर्नु न दुलो कत्रो ठुल्ठुलो दुलो छ। यहाँ ल्याम्मै छिर्यो भने छैन। जिन्दगी गोर्खाडी जगेर यो हाम्रो मालदाजुको साइड पनि फिल्म पार्न आँटेछ। मालदाजु के छ त्यसो नगरौँ। यो त सेल्फी स्टिक त अर्गानिक हो नि। यो त भिज्यो भने त अनि अलिक गाह्रो हुन्छ। अन्त म पनि जान्छु ल दाइ। धन्यवाद। नभिजाउनु है दाजु। दिदीहरू त देखाउनु हुँदैन, यहीँबाट देखिरहेको छ हाम्रो दिदीहरू सबजना। आमामामामा अन्त खतरा देखिरहेको छ। ओ सेल्फी स्टिकको कस्तो छ त? अनि पारीको मान्छे भ्याइरहेको छ हौ। अङ्कलसँग चाहिँ गफ गर्नु जाउँ न यार। अङ्कल चाहिँ खत्रै गफ गर्छ क्या। हिँड्न हिँड्न त्यो अङ्कलसँग गफ गरौँ। हिँड्न आउ न। अङ्कल अङ्कल सन्चै हुनुहुन्छ? हजुर आराम हुनुहुन्छ? ओके ओके हान्दै हुनुहुन्छ? सालामे लियो अन्त के गर हाँसी राख है माया बोली राख न। थापरबारी दोरेम दोरेम आए भन्दा अग्लो अग्लो छ यार फापर पनि। के छ हौ ठेकदार साहब? पनि सन्चै हुनुहुन्छ? हाम्रो ठेकदार साहब यो चाहिँ तर लुक्नु भयो, गुफामा बस्नु। मायाको बागैले बाटे बागैले के छ यो तीनजनाको चाहिँ हालखबर? नि अब ल गाइज किन रुको हो अनि